हेलो नमस्कार साथीहरू है। आज हामी चाहिँ चापागाउँदेखि कुञ्जेसोमसम्मको यात्रामा हो। यहाँ बाटो चाहिँ त्यति राम्रो अवस्था छैन। धेरै टाढा होइन यो ठाउँ, चापागाउँदेखि आधा घन्टाको बाटो होला। तर यस्तो बाटोको अवस्था राम्रो छैन। यहाँ ठाउँ ठाउँमा पोहोरको बाढीले गर्दाखेरि भत्किएको छ, पहिरो छ। त्यही माथि पनि यहाँ अलिकति चाहिँ पिच हो, यो अलिकति छ। त्यसपछि यस्तो बाटोको अवस्था राम्रो नभएकोले गर्दा हामी चाहिँ बिस्तारै जाँदैछौँ। ठाउँ त प्राकृतिक रूपमा सुन्दर छ, भ्यूहरू देखिन्छ, राम्रो हिमालका लहरहरू देखिन्छ हैन, राम्रो छ। तर यो चाहिँ के भन्ने बत्ती मुनिको अँध्यारो भने जस्तै ठाउँ भएको छ। किनभने नजिक भएर पनि दूर दराज गए जस्तो फिल हुन्छ हामीलाई। प्राकृतिक रूपमा सुन्दर, तर कसले भन्ने अब यहाँ अलिकति बाटोघाटो होइन, सुविधाको हिसाबमा चाहिँ अलि त्यति राम्रो छैन जस्तो लाग्छ। हेर्नु पर देखिन्छ, यो तलदेखिको चाहिँ यो लोभारदेउ भन्छ, त्यहाँबाट अलि यता चाहिँ भ्यालीहरू हो, यो काठमाडौँ भ्याली। बाइकमा भएको भएर राम्ररी देखाउन सकिएन। हेर्नु होला, हिमालहरू देखिन्छ, बादल। मान्छेहरू हाइकिङमा आउँछन् रमाइलो गर्नलाई। चिसो वातावरण छ, लेकको बाटो भएको भएर। कस्तो लाग्यो पुरै हेरिदिनु होला। धन्यवाद।